पागल हो तिम्रो नेताहरू। हिरोको फोटो आएन अगाडि। बाई बाई। हेलो भन्दै मेरो सब्सक्राइबरहरूलाई भ्युअर्सहरूलाई हेलो भन्दै। हेलो गाइज, गुड मर्निङ एभ्रिवान। स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। अनि आज चाहिँ हाम्रो बजिसक्यो 8:30 हुन लाग्यो। म चाहिँ अब भर्खर उठेको। अनि आज चाहिँ मैले अल्छी गरेँ गाइज, व्यापक अल्छी गरेर बाटोको हालत। यो बाटो यस्तो छ, घर अगाडि बाटो यस्तो। कहिले गर्छ यहाँको बाटो? कहिले गर्छ यस्तो छ क्या बाटो? अब के भन्ने, अब यहाँबाट निस्किने, यहाँबाट यस्तो बाटो। नेताहरू पागल हो तिम्रो नेताहरू, पागल हो। पिच गर्नुपर्छ नि यार, होइन? पिच नभए पनि ढलाइसलाई त गरिदिनुपर्छ। यस्तो बाटो हिँडिराख्छन्, त्यही पनि वास्ता छैन हो भाइ। म जान्नेभरि के गर्ने होइन? हजुर मास्तिको बिउ चाहिँ बगाल छ। बाबा मौसम छ आजको कन्टेन्ट स्पेसल। मम्मीले मही पार्नु भयो, अब मही पारेको भिडियो गराउनु छु। मही भयो कि नै? भयो। यस्तो मही पारेको भिडियो चाहिँ अब यो छोला ग्याङ म्याचिस। मोबाइल लाग्दै के भने यो पनि खानै पर्ने हुन्छ। मेरो काम थियो आज यार। अनि सो म चाहिँ आज सुत्दिएको कि किन सुत्दियो भन्दाखेरि के अरे हिजो हामी 8 घन्टा ड्युटी गरेको थियौँ। अनि त्यही भएर चाहिँ म सुत्दिएको छु। कि भान्जाहरू के कानैमा गएर आएको। वा झेला है म काममा हिँडिराख्ने होइन। अरू बेला अलिक फ्री भएको बेला के खाइरहेको त नि भन्नु थियो बाबा। उयोमा चिकन चिल्ली खाइरहेको नि यिनले त। चिकन चिल्ली होइन हो कि नै? ल भन हिँडेर हाम्रो घरखेरि यस्तो चिकन चिल्ली हुन्छ। यस्तो बिहान चिकन चिल्ली भन्छ यसलाई चाहिँ होइन। उता फेरि व्यस्त खान, फेरि कोही फेरि त्यो व्यस्त खान। अनि यसो मेरो मोबाइल चाहिँ यहाँ छैन, पुरै गइसक्यो क्या मोबाइल। हिरोको फोटो आएन अगाडि। केटीहरूको आइडी देखाइदिउँ र ठ्याक देख्नु। ल देखाउनु भन्दाखेरि केटाहरू फेरि म्याप बोकाहान मेरो सब पुरै ट्र्याक गरेर यताउति लोकेसन ट्र्याक गरेर भ्याइदिइहाल्छन् फेरि। के भन्ने अब। अनि मेरो साधन चाहिँ यहाँ छ। साधन यहाँ बनाउनु छोड्यो। आजको भ्लग स्पेसल यही नै हो। भान्जाहरूलाई झेउ लाग्यो अरू भन्दा नि होइन? लाहा मलाई थाहा। जानेछ केटोहरूले फिल्म धेरै हेर्छ भन्दाखेरि। अनि यसो आजको भ्लग चाहिँ यतिकै हुँदैछ होइन? यति नै हुँदैछ। भिगे होठ तेरे प्यासा दिल मेरा। कसले डेक बजायो फेरि यो। सो गाइज अब म चाहिँ मही पार्न जान्छु। मेरो भान्जाले भिडियो गरिदिनु ल। अब यस्तो पहिला त पारेको हो, आज भोलि अलिक पारेको छैन क्या मैले। थुप्रै भयो यस्तो गर्ने हो। पहिला यस्तो ढोग्न पर्ने हुन्छ। अनि यो गोटीलाई यस्तो छोपेर मही चाहिँ पार्नुपर्ने हुन्छ कि। अब गाउँमा बसिसकेपछि चाहिँ यति नै गर्नुपर्ने हुन्छ। भैँसी पाल्नेदेखि लिएर होइन यस्ता खाना पाइन्छ। पहिलाको रीतिरिवाज अनुसार यस्तो राखा ठिकै छ। हाम्रो चाहिँ बसा लाग्छ भन्दाखेरि म लाइट पनि है। अनि हाम्रो भन्दा यो लाइट ल्याउँदा सो हाम्रो चाहिँ घिउ कसरी लाग्छ भन्दाखेरि यो तपाईँको हुन्छ क्या। अब यता अगाडि यो हुन्छ क्या,
यो बबाल यो मासतिर तैरेको हुन्छ नि हो यो चाहिँ हाम्रो नौनी हुन्छ नौनी भन्ने अनि यसमा घिउ लागेको हुन्छ भइराख सो त्यही नै हो यही नै थियो अहिले चाहिँ म मोहीको लास्ट भाग देखाउँछु ठिक छ लाउनु ल फाइनली भान्जाहरू जानु लाग्यो ल राम्रोसँग जा है राम्रोसँग जाम छ के अरे ल दिदी बाई 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 राम ल ल ल ल ल हुन्छ जाम मामा घर मौसमी बाई मौसमीलाई नि बिदाई गर्न चाहन्छु अब म चाहिँ यहाँ राम्रोसँग जाऊ है ल खै त बाई 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 अलराइट गाइज अलराइट मलाई चाहिँ एकदम झेउ लागिसकेको छ भान्जाहरू पनि गइसक्यो अब म चाहिँ एकछिन रेस्ट गर्छु होला यार लास्टै थिच हाने कि दिमाग प्याक हानिरहेको छ भने मौसम त फेरि बबालै छ त्यही पनि किन हो नि मौसम त यति बबालै छ पात पनि हल्लिरहेको जेस हावा चाहिँ लगाइरहेको त्यही पनि मलाई चाहिँ झेउ लाग्छ कि अब मलाई झेउ लाग्यो भने चाहिँ लाग्यो कि फेरि अनि त्यही भएर म चाहिँ एकछिन अब अलिक रेस्ट हान्नु पर्ने छ अनि आजको भ्लग चाहिँ यति नै है गाइस स्टे ट्युन गाइस